स्कुल आयो मैले हो कसलाई चाहिँ उयो हुन्छ होइन फर्स्ट घाम लागिरहेछ दिबु मक्टु मोमो सिट यहाँ छ क्यारम बोर्ड मलाई यहाँ चाहिँ मैले बनाउँदैछु पास्ता हो यहाँ छ कोपी काटिरहेछु कोपी र उयो हो हाई गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग र मैले चाहिँ आज किन बिहान भ्लग बनाइरहेछु भन्दाखेरि चाहिँ आजदेखि चाहिँ मेरो छोरा स्कुल जाँदैछ होइन एकदम मन पनि दुखिरहेको छ आजदेखि स्कुल जान्छ मेरो छोरा भनेर अन्त म छिटो छिटो उठेर ब्रेकफास्टहरू बनाउँदैछु होइन दिबु चाहिँ सुतिरहेछ अन्त त्यही हो आजदेखिको चाहिँ मेरो रुटिन डल्लै चेन्ज भयो म नभए म ढिलो उठ्थेँ होइन दिबु पनि ढिलो उठ्थ्यो र आजदेखिको चाहिँ मेरो डल्लै रुटिनहरू चेन्ज हुँदैछ गाइस हो अन्त यहाँ मेरो छोराको लन्च बक्स अनि यही चाहिँ किनेर ल्याइदिएको होइन आजदेखिको मेरो छोरा यस्तो बोकेर जान्छ स्कुल धेरै मन दुखिरहेछ मलाई यो लन्च बक्स हो उसको यो फ्रुट बक्स हो यो चाहिँ सानो पाएन र मैले सानो ठुलै किनिदिएको र यो चाहिँ हो उसको वाटर बोतल अब जान्छ मेरो छोरा स्कुल दिबु देखाउँछु तपाईँहरूलाई दिबु यसरी सुतिरहेछ हो अब दिबुको सुत्ने दिनहरू गयो छिटो छिटो उठ्नुपर्ने हुन्छ मच्छर पनि लाग्न थालेछ है गाइस यस्तो मन दुखिरहेछ मेरो छोरा अब स्कुल जान्छ ऊ के गर्नु अब के गर्नु होइन अब स्कुल त जानुपर्छ मैले घरमा राखेर पनि हुँदैन मैले मन दुखाएर पनि नहुने रहेछ अब लिएर पनि हुँदैन अब मेरो छोराहरू स्कुल जाँदा जाँदै ठुलो हुने रहेछ भने मलाई एकदम मन दुखिरहेछ मलाई छोडेर जान्छ आजदेखिको मसँग मैले कराउने मसँग टाइम पास पनि हुँदैन बाहिर र दिबुको चाहिँ युनिफर्म चाहिँ आएको छैन होइन ड्रेस चाहिँ उयो भएको छैन अस्ति एडमिसन गरेर आयो दादा होइन अन्त दिबुको लागि चाहिँ हामीले बस पनि गरिदिएको छ अन्त बसले नै आउँछ ल्याउनु लानु सबै बसले नै गर्छ त्यसमा सेफ्टी नै छ तर पनि आज चाहिँ म र दादा नै जान्छु पुऱ्याउनु चाहिँ फर्स्ट डे हो होइन अन्त छोड्नुलाई नै जान्छु मैले स्कुल देखेको छुइनँ दादा मात्रै गएर एडमिसन गरेको म भ्याइन जानु अन्त तपाईँहरूलाई देखाउँछु अहिले आमा छोरा बाउ पनि एकदमै इमोसनल भइरहेछ अस्तिदेखि नै होइन स्कुल जान्छ भनेर नपठाउँछु मन्डेदेखि मात्रै पठाउँ भन्दै भन्छ होइन दादाले चाहिँ अब के गर्ने स्कुल नपठाइनु हुँदैन छोरालाई पठाउनु पर्यो ज्ञानी हुन्छ यहाँ पास्ता यो उताको पास्ता चाहिँ धेरै छिटो पाक्छ क्या साथीहरू हेर्नुहोस् त यो पास्ता साह्रै ढिलो पाक्छ यहाँको त आज मेरो छोरालाई लन्च पास्ता पठाइदिनु आँटेको यहाँ मेरो ब्ल्याक टी रेडी हुँदैछ मैले चाहिँ चिया खानु छोडिसकेको छु दुधको चाहिँ बिल्कुल ग्यास भइरहेछ हो अन्त त्यही हो अब दिबुको म लुगाहरू झिकिदिन्छु कुन चाहिँ लगेर लानुपर्ने हो मेरो छोरा सुत्दै छ यहाँ नभए यति हामी आमा छोरा सुतिरहेको हुन्थ्यो सधैँ अब डल्लै रुटिन चेन्ज हुने भयो आजदेखिको म पनि एकदमै बिजी भ्याउँदिनँ अब म पनि होइन दिबुलाई पढाउनु पर्ने हुन्छ दिबुलाई छिट्टो सुताउनुपर्छ छिट्टो उठाउनुपर्छ मेरो डल्लै रुटिन चेन्ज हुँदैछ हो अब म दिबुलाई उठाउँछु दादा अब एकछिनबाट आउनुहुन्छ 8:30 चाहिँ उसको स्कुल पुऱ्याइसक्नुपर्छ 8:30 चाहिँ हामी यहाँबाट हिँड्छ 9 बजी चाहिँ उसको स्कुल लाग्छ र हेर्दै गर्नुहोस् होला म तपाईँहरूलाई अहिले भेटाउँछु ल स्कुलमा भेट्छु बाई स्कुलमा भन्दा पनि अहिले अब गएको यता देखाउँछु दिबुलाई रेडी गरेको भ्यायो भने चाहिँ नभए त सिधै स्कुलमा भेटौँ ल बाई बाई मेरो छोराको फ्रुट पनि हाल्दै मैले हो फ्रुट टाइम पनि छ नि त उनीहरूको 10 बजी फ्रुट टाइम हो अन्त यहाँ उसको पास्ता रेडी भयो हो अब म यो प्याक गरिदिन्छु आइसक्रिम पो बनेको त लु खाएर
पानीको टुम्लेट म स्कुल गएको ल गाइसहरु भन न स्कुल गएको हामी खाउन गुल्ले खाली गर्छु ल म ब्यागमा मुग्नु रेडी भई अब हामी चाहिँ गएको हो मैले चाहिँ सर्ट लगाएको छु मेरो आउटफिट लेट्स गो अरु बेला मेरो हातमा स्टाइलिस ब्याग हुन्थ्यो आजदेखि चाहिँ मेरो हातमा लन्च बक्सको ब्याग निक्लेको तर मेरो हेलमेट चाहिँ एकदमै म यो चप्ली लगाएर जान्छु मेरो चप्ली चाहिँ यहाँ छ मेरो एकदम मेरो फेभरेट कहाँ छ हौ हेलमेट मेरो प्लान्टहरू पनि सुकिसकेको छ दिबु आन्टीले बोलाउनु हुँदैछ उ सुक्दिन दादाले ह्याप्पी बर्थडे भन दादाको बर्थडे ह्याप्पी बर्थडे भन ह्याप्पी बर्थडे सुक्दिन दिबुलाई बाई भन्नु बसेको हो सारा दादा स्कुल गएको ल राम्रोसँग पढ्नु भन न खै दादालाई विशेष देऊ न अन्त हुन्छ भन आन्टीलाई ह्याप्पी बर्थडे सुक्दिन तिमीलाई ढुकढुक भएर हुन्छ भन ल बाई एउटा बत्ती बालौँ धुप बालौँ भनेको पनि बिहान र बेलुका चाहिँ हुन्छ उहाँ चाहिँ पोथी रहेछ के रे ए इगलको रहेछ म त पोथी इगल हो स्कुल बस आयो मोडर्न स्कुलको बस स्कुल बस गयो मोडर्नको यो चाहिँ स्कुल आयो मलाई ल जाऊ बाई लन्च बक्स लैजाऊ न यो ल बाई दिबु बाई पर छ दिबु चाहिँ नगरी गयो म चाहिँ छोड्दैन होला नि है लन्च बक्स ल यो कभरको बारेमा सोधौँ न अन्त हिँड्ने हेर्दैछ त्यसले एकछिन बसौँ न देख्नुभयो तपाईँहरूले मैले दिबुलाई स्कुल छोडेर पनि आइसकेँ होइन अन्त मैले आएर ब्रेकफास्टहरू खाएँ तर मलाई ब्रेकफास्ट खाँदा पनि यस्तो भयो यस्तो आँसु चुहेँ कि मेरो आँखाबाट चाहिँ सधैँ ऊ साइडमा बस्छ नि त हामीले ब्रेकफास्ट गर्दाखेरि सधैँ साइडमा बसेर खाने होइन त्यस्तो यादहरू आउँदो रहेछ अब यति दिन मलाई साह्रै पर्छ आदत ढाल्नु चाहिँ होइन उभिन अब 1 बजी आउँछ 1 बजी छुट्टी हुन्छ उसको 1 बजी बसले ल्याइदिन्छ अन्त मलाई घर यस्तो खाली खाली लागिरहेको छ यस्तो सुना सुना लागिरहेको छ कि
जे चिज देख्दा पनि उसकै याद आउँछ त्यस्तो भइरहेछ मलाई। बानी नै भइसक्यो नि त उठ्ने बस्ने खाने सबै उसँग अन्त होइन। अन्त घर पनि यस्तो सुन्ने लागिरहेछ कि मलाई चाहिँ। म त अब नरुनु पर्ने यसरी होइन। अब न्यू जर्नी स्टार्ट भइरहेछ उसको, नरुनु पर्ने। अब तर आमाको मन कहाँ मान्छ होइन। अब त्यस्तै हुन्छ आमाको मन, आँसु आइहाल्छ। के आयो बाहिर? आमाको मन नै त्यस्तै हो, मान्दैन। जे खुसीमा पनि रुने, दुःखमा पनि रुने। खुसी हुँदैन, खुसीको अब यो हाम्रो उयो हो। तर पनि अब कसलाई चाहिँ उयो हुन्छ होइन फर्स्ट तर मेरो छोरा चाहिँ यस्तो ज्ञानी छ होइन। रुएन ऊ, मलाई थाहा थियो कि ऊ रुँदैन भनेर, बरु मै रुन्छु भनेर मलाई याद थियो। ऊ चाहिँ रुएन। अन्त त्यहाँ मैले अलिक भिडियो नि कम्ती बनाएको छु, मैले सकिनँ त्यहाँ भिडियो बनाउनु हो। एकदमै इमोसनल भयो। त्यहाँ लन्च बक्सहरू यसो बोकेर गयो। त्यहाँबाट ठक्कै भित्र क्लासमा बस्नु दिँदैन रहेछ हामी प्यारेन्ट्सहरूलाई। अन्त त्यहाँबाट त्यहाँ गार्डहरू हुँदो रहेछ, उनीहरूले लाँदो रहेछ टिचर्ससम्म, टिचरकोमा लगिदिन्छ, टिचरले त्यहाँबाट लाँदो रहेछ। खुसी साइड गयो। त्यहाँबाट मैले त्यहाँ अलिकति भिडियो बनाएर हेर्दाखेरि अलमल्ल परिरहेको जस्तो लाग्यो क्या मलाई। अब साथीहरू नहुँदा त्यस्तै हुन्छ नि त फर्स्टमा त्यस्तै लाग्यो। अन्त झन् मलाई मन दुख्यो हो। मैले बाटोमा आउँदा पनि भने दादासँग बात गर्दै आएँ। अन्त म त एकदम हातमा काम पनि आएको छैन, काम त छैन मेरो। म तपाईँहरूलाई देखाउँछु ल यसरी। अब म रुएर यसो गरेर बसेर पनि हुँदैन हो। अब फर्स्ट दिन चाहिँ आज मलाई यस्तो भयो, भोलिदेखि चाहिँ हुँदैन मलाई। मेरो काम यति धेरै छ। यस्तो चेलेले भइरहेछ लुगा, यहाँ यो रुम चेलेले, किचन यस्तो छ, यो यस्तो भइरहेछ। मलाई ओछ्यान एकदम दिबुकै याद आउँदैछ। आमा छोरा सुतिरहेको हुन्थ्यो, मजा हुन्छ त्यहीँ हुन्थ्यो। मलाई काम गर्न मन छैन। अब म एकछिन काम गर्छु, अन्त तपाईँलाई म स्कुलबाट आएर देखाउँछु ल उसले मलाई के भन्दो रहेछ। ल बाई। सुबह बस पे Numan. Okay, beta. Very good, Divyansh. Next. Divyansh. Next. Very good, excellent, beta. नहीं है इसके बाद से अनार लिखो, बोलो से अनार। अनार, वेरी गुड। ये नेक्स्ट। बर्थडेको लागि हामी सपिङ गरेर फर्केको, गिफ्ट किनेर। आज फेरि बर्थडे पनि परेछ। हामीले यो गिफ्ट चाहिँ एकदम खतरा दिएको छ आज हामीले। भक्तु हाम्रो उयो रहेछ यो राम्रो छ नि। सोध्नु त यो कितने का है? त्यही दिनु
250 मैम गिफ्ट शप चाहिँ यहाँनिर छ है कति राम्रो है कतिको हो पनि टाउकोमा लाउने हो कि यो फेरि यो उयो हो के अरे के एक्टिभिटिजहरू दिन्छ नि स्कुलबाट बनाउनु भन्छ नि त्यो बनाउनु होइन त्यो क्या था नहीं हो बस हो गया तो ये भी अच्छा था ना 13 पीस आपने दिखाई नहीं फिर हमें पता ही नहीं था कि आपने क्रॉकरी रिलेटेड लेना है नहीं वो मोमो ज्यादा खाते हैं वो मोमो खाने का उसको मन कर रहा था ना उसको बर्तन नहीं था तो वैसे भी वो आता है जैसे शाइन स्टार का जिसमें आप कुछ भी बॉईल कर सकते हैं मोमोज या वो मल्टी केटल होती है ना वो घाम लागिरहेछ मेरो हातमा गिफ्ट यो हो क्यारम बोर्ड किनिदिएको छ हामीले नानीको लागि यहाँ छ मक्टु यो चाहिँ ठिक सोचेछ हामीले होइन दिदीलाई मोमो खानु मन लागिरहेछ भन्दै थियो अब मोमो बनाउँदै हामी जानुपर्ने छ भाडा माग्नु चाहिँ दिदीको अब हामीले दिएर मक्टु मोमो सिट यहाँ छ क्यारम बोर्ड अब हामी फेरि एक तीर से दो निशाना प्र्याक्टिस पनि जानु छ हाम्रो चाहिँ डान्स प्र्याक्टिस हुँदैछ हो प्रोग्रामको लागि हामी चाहिँ साकेलामा डान्स गरेको छु तपाईँहरूलाई त्यति बेला देखाउँछु ल हाम्रो डान्स बाई बाई गाइस फोटो खिच्छु ल एउटा मेरो छोरा आउने बेला भयो हो त्यही भएर पर्खेर बसिरहेछु म र शिला दिदी चाहिँ हामी दुईजना त बेस्ट फ्रेन्ड हो नि हामी दुईजना त कस्तो मिल्छ हामी दुईजना त कस्तो मिल्छ डान्स गर्नु सँगै त अहिले पर्खाउँछु यहाँ छिटो बस्दैन आजकल यो अलग्गै भएको चाहिँ त्यसलाई देखाइदेन साराङ लिएर त क्लिप लगाइरहेको छ बजाइदेन यस्तो हेर्दै थियो बाबुले साराङ ल साराङ बुझिदिन्छु साइनालाई हो मन परेको दिबु बाई म्याम है कस्तो भयो मजा आयो कसले खायो मजा आयो मेरो छोरा आयो स्कुलबाट मेरो पुचु कसलाई कसले कुटा खायो तिमीले कुटा खायो कसले कुट्यो बर्थडे बहिनी कुटा खायो बर्थडेको यो यो उयो यो म उसको ल तिम्रो आन्टीको ल यो दुईटा ल ल दिबु जाऊ चालो 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 बिचारा पुरा मिस गरे अरे आन्टीहरूले ज्ञानी भएर पो आएछ त है स्कुल गएर त यो त पुरा ज्ञानी भएछ हौ के खायो खै लन्च देखाउ त खायौ तिमीले लन्च होला त हौ त्यो छ उता उता गएको होला नि त 1 मा हो त दिपुले के खाइदियो मैले दिपुले अनार त पुरा खाइछ रे यसले त्यो लन्च चाहिँ खायो कि खाएन हेर त तिमीले फोटो खाएको मैले देखेको थिएँ नि म्यामले पठाउनु भयो त तिम्रो फोटो भिडियो पुरा पुरा खतम गरेछ तिमीले खाएको दिदी दादा लु यो बोक्नु जाउँ ल त खाइके अरूलाई पनि देऊ हुन्छ खाना हुन्छ हेर त म पागल ऊ
उहिले बोलाउनु हुँदैछ बाजेले माटो खेल्नु ढुक्कै भयो अङ्कल अब एकछिनमा बोक्नु न गिफ्ट हेर नाम पनि यस्तो भएको छ कि यो बाङ्गोटेर भएको छ यसमाथि ल चलो गिफ्ट उठाओ भाइ दुईवटा छ त एउटा पो छ त वी आर गोइङ टु We going. हामी चाहिँ बर्थडे पार्टीमा गएको गाइस तपाईहरुलाई म त्यहाँ पुगेर भेट्छु ह्यापी बर्थडे टु यु आज बर्थडे चाहिँ उसको हो सुखजिनको सबैजनाले विश गरिदिनुस् होला यहाँ यस्तो डेकोरेट चाहिँ यस्तो भएको रहेछ डेकोरेट चाहिँ बढी म गरिदिन्थ्यो अघि हो लेट भएछु म फुट्यो आजको आइटम चाहिँ यहाँ दिदीले बनाउनु भएको आज दिदीको हातको चाख्नु आएको हामी पनि बर्थडे बोयको मम्मी हुनुहुन्छ उहाँ चाहिँ खै देखाइदिनु त भनिदिनु न यो के हो भनिदिनु चिकन यो के चिकन हो भन्नु न ए दुइटै हो अन्त अरू क्या क्या है थोड़ा बता दीजिए थोड़ा बता दीजिए ना और क्या क्या आइटम है खाना पकाउन चाहिँ हामी चामल सबै यहाँ दिदीले बनाउनु भएको आज चाहिँ एकजना बहिनी छ ए हो हामीले बनाए त चेलेले हुन्छ यही छ कि ड्युटीमा छ फोटो खिच्दै ल प्रेरणा म चाहिँ भिडियो गरिदिन्छु त्यो पहिला सकाउनु न त्यो सिक्स कम्प्लिट अर्कोचोटि 7 को काट्छ तर क्यान्डल त नमार्नु भन्छ अहिले त नाम पनि नकाट्नु अरे खै के ल रेडी दिदी जानु न यहाँ साइडमा बस्नु न यहाँ बस्नु न दिदी यहाँ आउनु न तपाई आउनु न लु 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 भयो हैन लु त्यम बाला यस्तो हल्लो ल दिबो आँखामा लाग्छ है आँखामा लाग्छ है दिबो आँखामा लाग्छ अलिकति त दिबो डे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे May God bless you. Bless you. Happy birthday. Happy birthday to you. आफ्नै पारामा छ कसै चाहिँ यहाँ लो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sukhjin. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday dear Sukhjin. Lo खुवाइदेऊ मम्मीलाई खुवाइदेऊ छिटो मम्मीलाई खुवाइदेऊ मम्मीलाई खुवाइदेऊ मम्मीलाई आज त मम्मीलाई खुवाइदिनु पर्छ दल दिनु न दिदी अलिकति गालामा हेर त यो दिबुले आफै उठाउँदै खा गयो खुवाइदिन्छ दादा
कस्तो चङ्को छ हाम्रो नानी त हेरिरहेको छ हेर लु खुवाइदेऊ तिमीले दोस्तहरूलाई सबैलाई खुवाइदेऊ सानो सानो खिलाइदेऊ लु दोस्तहरूलाई हेर्छ मेरो नानीले लु गिफ्ट दिउँ न गिफ्ट भिडियो गर्ने नै भएन नि मेरो कहाँबाट गर्नु म खानु सक्दिनँ भने त्यसलाई फुल दिनु न लु गिफ्ट दिनेहरूले दिँदै गरौँ ल लाउनु दिदी यताबाट दिनु आयो हाम्रो यो फ्राई चाना अन्त गोर्खे चटनी के